हेलो सम्पूर्णमा फेरि पनि गुड मर्निङ भन्दै है। र आज फेरि म तपाईँलाई एउटा जानकारीको भिडियो लिएर आइरहेको छु र यो चाहिँ हरेक अहिलेको प्रायःको कस्टमरको लागि नै हो। र म चाहिँ तपाईँहरूलाई त्यो एउटा सानो इन्फर्मेसन सेमी अटोमेटिकको बारेमा तपाईँहरूलाई म गर्न गइरहेको छु। प्रायः जसको पनि कस्टमरको यो प्रब्लम भइरहन्छ है। यो भिडियो हेर्नुहोस् होला, म तपाईँहरूलाई अब देखाउने छु। सेमी अटोमेटिक वासिङ मेसिनको चाहिँ एउटा प्रब्लम हुन्छ है। कस्टमरहरूको के प्रब्लम हुन्छ भन्दा मेन प्रब्लम चाहिँ यो पानी तपाईँको हेरिहाल्नु, ड्रेन अफ छ। ड्रेन अफ हुँदा पनि यहाँ पानी हाल्दाखेरि चाहिँ आफै ड्रेन हुन्छ भन्ने एउटा भन्छ। यहाँ म पानी हालिरहेको छु, यसरी ड्रेन आफै हुन्छ। जस्तो मैले यहाँ पानी हालिरहेको छु र यो ड्रेन हुन्छ, यो आफै ड्रेन हुँदैछ है। यो चाहिँ के कारणले हुँदैछ भनेर म चाहिँ आज तपाईँलाई देखाउने छु। यो तपाईँले घरमा पनि गर्न सक्छ। यसको लागि चाहिँ खालि एउटा स्क्रुड्राइभर चाहिँ राम्रो खालको स्क्रुड्राइभर चाहिँ हुनुपर्छ। र यो चाहिँ तपाईँलाई म अब यो खोलेर देखाउँछु, त्यहाँदेखि तपाईँको त्यहाँ भित्रको चाहिँ म तपाईँलाई देखाउने छु। र यसरी स्क्रुप खोल्नुपर्छ है। र तपाईँले देखिरहनुहुन्छ यो चाहिँ ड्रेन सेक्सन पानी गएको छ है। मेन कुरो चाहिँ यसमा हेर्नुपर्ने हुन्छ। र अब यो चाहिँ म यो खोल्ने छु। यो चाहिँ यसरी खोलेर तपाईँको यसरी खोल्नुपर्छ यसलाई चाहिँ है। र यसरी खोल्नुपर्छ है। खोल्दाखेरि यो चाहिँ के भएको थियो भन्दाखेरि यो चाहिँ हर्स पाइपमा चाहिँ यस्तो मैला जम्मेर चाहिँ तपाईँको खोलेको, किनभने यो चाहिँ रबरको हुन्छ। यस्तो यो चाहिँ फेदमा बस्यो भने चाहिँ तपाईँको ड्रेन हुँदैन। त्यही कारणले चाहिँ यो चाहिँ तपाईँको ब्लक भएको हुन्छ। अब यसलाई सफा गरेर हाल्छु, त्यहाँदेखि तपाईँलाई फेरि देखाउँछु पानी रोकिन्छ कि रोकिँदैन। पाइप सफा गरिसक्यो है। अब चाहिँ म यहाँ यसमा पनि सफा गर्छु। र मैले चाहिँ अहिले सफा गरिसकेर चाहिँ यहाँ हालिरहेको छु है। अब यो चाहिँ बन्द गर्नुपर्छ। जस्तो छ त्यस्तै पाराले बन्द गर्नु पऱ्यो। र यो चाहिँ सानो जानकारी, यो चाहिँ कसैले पनि गर्न सक्छ होइन भन्ने कुरो चाहिँ मेरो। बन्द गरिसक्यो। अब तपाईँलाई देखाउँछु पानी हालेर। अब चाहिँ हेर्नुहोस्, म यहाँ पानी हाल्छु। यो पानी छ अलिकति अलरेडी नै छ, तर पनि पानी आउँदैन होइन। अब चाहिँ यसलाई म यहाँ यो क्लिप लगाएर देखाउँछु तपाईँलाई। क्लिप लगाइदिइसकेको छु। अब ड्रेन सेक्सन हेर्नुहोस्, यो ड्रेन हो। पानी आयो, अफ। यसरी पनि तपाईँले यो कुरालाई चाहिँ सल्भ गर्न सक्नुहुन्छ है। यो कुनै पनि कम्पनी छ, मैले अहिले तपाईँलाई स्यामसङको देखाइरहेको छु, वर्लपुल, भिडियोकन, अरू कुनै पनि सेमी अटोमेटिक जति पनि जुनै कुनै कम्पनीको यही हुन्छ, सेम प्रोसेस है। यसरी तपाईँहरूले गर्न सक्नुहुन्छ। तपाईँको घरमा स्यामसङ नहोला, वर्लपुल, एलजी कुनै पनि वासिङ मेसिन होला, त्यो तपाईँहरूले यही हुन्छ प्रोसेस। ल थ्याङ्क यू है। भिडियो मन परेमा लाइक सेयरहरू गरिदिनु नभुल्नु होला। थ्याङ्क यू सो मच एभ्री वान। यस्तै भिडियो लिएर फेरि आउनेछु, अरू नयाँ इन्फर्मेसनहरू है त। थ्याङ्क यू।